Hello everyone, welcome to my channel. It's me Sabina Tamang. अनि आज चाहिँ म कति दिनपछि भिडियो बनाइरहेछु के साथीहरु. अनि म चाहिँ घर आएको छु नि त नुवाकोट. अनि मेरो साथी चाहिँ भेट्न आएको रे. मलाई भेट्न आएको रे गाइस. यतिको माया गर्ने साथी चाहिँ हुनुपर्छ है. बिचरा स्कुटी छोडी गाडीमा भेट्न आएको हो भनेर चाहिँ भन्दिन म है. उसको कामले आएको हो. अनि त्यही हो साथीहरु. अब बाटोमा यस्तो भिडियो बनाउने नि कमेडी लाग्छ नि त. गाडीहरु पनि आइराख. अब बन्द गरेर हिँड्छु. मान्छेहरुले नि हेर्दा लाज लाग्छ के मलाई. अघि चाहिँ मैले भिडियो आदिमै बन्द गरिदिएको थिएँ नि त. मान्छेहरुले केसँग हिँडिरहेको हुन्छ के लाजै लाग्यो. अब चाहिँ मैले मास्क किनेर पनि लगाइसकेँ. अनि यो चाहिँ ढुङ्गे बजार हो है साथीहरु. त्रिशुली बजार यता यस्तो छ. यो चाहिँ नयाँ पुल हो के भनेर भन्नुपर्छ हैन. अनि त्यही हो. अब म चाहिँ यो काठमाडौँ आए पनि यसको सामान किन्नलाई पछि लागिरहेको हुन्छ. त्रिशुली आए पनि पछि लागिरहेको हुन्छ. त्यही हो साथीहरु. अब के गर्छु देखाउने नै छु. यो चाहिँ कार्पेट पसलको लागि कार्पेट छान्नलाई आएको साथीहरु. त्यही हो. पुरै पहिला चाहिँ यस्तो थिएन कि यहाँतिर. यो पसलमा पुरा स्पेस बढाएको रहेछ कि अहिले चाहिँ. त्यही हो. अब यसको पसलको कार्पेट हालिराखेको छ. अब हामी यहाँबाट फेरि उता बजारनिर नै जान्छौँ होला. त्यही हो. अनि खाजा खाएर फर्किन्छौँ. खासै धेरै काम त केही छैन. त्यही पनि यस्तो निस्किने बाटोबाट अलिअलि भिडियो गराइदिएको है त साथीहरु. यो चाहिँ तल कार्पेटहरू हेर्न गएको हो कलरहरू चेक गर्नको लागि. म चाहिँ माथि बसेको छु. यस्तो गर्मी हो कि मास्क लाउँदा नि पुरै पसिना आइरहेको कि साथीहरु. लास्ट गर्मी हो कि त्रिशुलीतिर त के भनौँ र. म त यस्तरी बसिरहेछु कि यहाँ फेरि. अञ्जलीमा फापर सिलम झमल मुरुका सिमल चाङ हो कि के हो माया न साथीहरु. टिकटक बनाउन आएको के रामा राम. नाच्न जाने त मरिजाम होइन. अनि त्यही हो. अनि अघिको भिडियो गराएको थिएँ. त्यसपछि म कता गएँ होइन. पानीपुरी खान गएँ, चटपट खान गएँ. अनि त्यसपछि लाएर आएँ फर्किएँ. तर भिडियो बनाउनै झलाएर बनाएको थिएन. अनि त्यसपछि लाएर आजको भिडियो चाहिँ त्यस्तो स्पेसल चाहिँ केही पनि छैन भन्नाले त्यस्तो स्पेसल केही पनि भएन. त्यही अब म यहाँ टिकटक बनाउन आएको कि चट्ट लुङ्गी लाएर मम्मीको लुङ्गी लाएर ठिक छ. खुट्टा त कति कालो देखेको मैलो जस्तो देखेको तर मैलो चाहिँ छैन है गाइस. मम्मीको लुङ्गी लाएर नाचेर टिकटक बनाउन आएको. तर नाच्नै जानिनँ कि साथीहरु. मलाई नाच्नै आउँदैन कि होइन. मलाई नाच्न पनि आउँदैन, गाउन पनि आउँदैन. अनि त्यसपछि लाएर पढ्न पनि आउँदैन. त्यस्तो केही ट्यालेन्ट छँदा पनि छैन होइन. भगवान्ले आखिर मलाई के को लागि जन्मायो भन्ने कुरा चाहिँ सधैँ मेरो दिमागमा मनमा घुमिरहेको हुन्छ. त्यही हो साथीहरु. अब म एकछिनमा साथीसँग नुवाकोट दरबार घुम्न जाँदैछु. त्यति बेलाको नि अलिअलि अब क्लिप लिएर हालिदिन्छु म. यस्तो भिडियो बनाउँदै हिँड्न चाहिँ मलाई लाज लाग्छ के. त्यही हो साथीहरु. मेरो चाहिँ फेसभरि पुरा पिगमेन्टेसन आएको छ कि हेर्नु साथीहरु. यहाँतिर दाग छ होइन. कालो हो कि पिगमेन्टेसन भन्छ कि पोतो भन्छ होइन. यतातिर नि यस्तो छ. अनि फेरि जुङ्गा जसमा यतापट्टि कालो. म कति नराम्रो छु कि साथीहरु. किन हो यस्तो चिच्ची. कन्फिडेन्ट नै आउँदैन कि यसले गरेर होइन. मलाई त कहीँ जाने बेलामा नि मास्क लगाउन मन लाग्छ होइन. कहिले कहिले छोड्यो भाइ. अब चन्द्रमामा पनि दाग छ हुन्छ होइन. म त मान्छे हो जस्तो लाग्छ. त्यही पनि फेरि सोच्छु चन्द्रमामा दाग हुन्छ तर पोतो हुँदैन भनेर साथीहरु. त्यही हो. अब खासै राम्रो नभए पनि प्लिज नमानिकन हेरिदिनु होला होइन. अब मलाई थाहा पनि छैन नि त के कताबाट बनाउने भनेर. अनि मैले भिडियो नहालेको नि कति भइसक्यो साथीहरु. त्यही भएर जे पाइ त्यही भिडियो भए पनि बनाउँछु हाल्छु भनेर सोचेको है त. अञ्जलीमा फापर सिलम चामल मुरुका. त्यही हो साथीहरु. यतातिरको भ्यू चाहिँ यस्तो छ. तर कति पछि आएको कि यतातिर चाहिँ गर्मी चाहिँ लास्टै गर्मी हो होइन. पोलिरह. त्यो पनि के गर्न सक्दैन. तर काठमाडौँ बस्ने बानीले चाहिँ होइन. तर जे भए पनि जस्तो भए पनि काठमाडौँ चाहिँ बस्नको लागि एकदम आनन्द छ जस्तो लाग्छ कि मलाई. गाडी आयो. यहाँ चाहिँ लास्टै गर्मी हुन्छ कि. अहिले घाम लागेको होइन. त्यही पनि पोलिरहेको के कताबाट तातो बाफ आइरहेको कति आइरहेछ साथीहरु. त्यही हो. अब आजको भिडियो कतिचोटि भनौँ होइन. त्यस्तो स्पेसल भएन भनेर. त्यही पनि अब बनाइदिन्न त. अब यतिकै कति भइसक्यो कि मैले भिडियो नहालेको पनि 1 महिना
1 महिना जति नै भयो कि क्या है साथीहरू मैले भिडियो नहालेको त्यस्तै लाग्यो कि। अनि आज चाहिँ अब जे जस्तो भए पनि बनाउँछु हाल्छु भनेर मैले सोचेको कि मैले चाहिँ बाहिरतिर होइन अब भिडियो बनाउँदै हिँड्नु पनि खासै अब भिडियो बनाउँछु भनेर चाहिँ सोचेँ होइन। तर मान्छेको अगाडि बोल्नको लागि चाहिँ खासै कन्फिडेन्ट नै आउँदैन कि मान्छेको अगाडि भनौँ कि क्यामेराको अगाडि भनौँ होइन। म त्यस्तो अब नबोल्ने खालको मान्छे त होइन, बोल्न त म प्याटाटाटाटाटा बोल्ने खालको मान्छे हो। तर पनि अब फेरि यस्तो क्यामेरातिर सधैँ बोल्दा चाहिँ अलिकति कस्तो अड फिल हुन्छ क्या। त्यही पनि अब बिस्तारै बिस्तारै सिक्दैछु साथीहरू। अब पछि चाहिँ खतरा भिडियो हाल्दैछु म। अहिले जे जस्तो भए पनि हेरिदिनु होला। पछि चाहिँ साँच्ची अलिक बवाल होइन, बिस्तारै बिस्तारै अलिकति अब सब्सक्राइबरहरू हाँस त म नलागी हाँस जस्तो भइरहेको कि। अब बिस्तारै चाहिँ अब त्यही अब के भन्ने अब त्यही अब राम्रो भिडियो हाल्छु, कन्टिन्यू गर्छु पछि होइन। अहिले जे जस्तो भयो भने त्यही हो साथीहरू। अब म एकछिनमा म चाहिँ अब रेडी हुन जान्छु कि एकछिनमा भन्दा पनि अब म रेडी हुनुपर्ने हुन्छ। अनि रेडी भएर अनि साथी आउँछ अनि त्यसपछि हामी त्यही अब नुवाकोटतिर यस्तो हावा खानु जान्छ। मलाई अलरेडी लास्टै बोलिरहेछ। म माथि दरबारतिर नगएको पनि धेरै भयो नि त। अनि त्यतातिर जाने सल्लाह भएको छ, त्यतातिर जान्छु होला अब म है त साथीहरू। अब उतै गएर भेटौँला। वकमा हिँडेर चटपटे कसले खान्छ? हामीले खान्छ। बहुत गाह्रो। हेलो